समृद्धिको नारा लगाउँदै भ्रष्टाचारको काँडा रोप्ने यिनै हुन्। मै जान्ने मै सुन्ने घमण्डको भाँडा यिनै हुन्। सुन्दैनन् जनताका चित्कार, बुझ्दैनन् विज्ञहरूको सुझावहरू। 8 कक्षा फेल गुइठे विद्वान, जेलमै सडेर कुहिएको गिद्दीले कलिला छोराछोरीको हत्या गर्ने हत्यारा यिनै हुन्। गफै मात्र गर्न सिपालु बेरोजगार जनतालाई सपनाहरूको लहर देखाउँछन्। आफ्नै भरौटेहरूको मात्र चिन्ता छ यसलाई, आफ्नालाई सिंहदरबार, सक्षमलाई डाँडा कटाउँछन्। आफ्नै पार्टीका विद्वानहरूलाई चिन्दैनन्, आफ्नो स्वार्थ अनुसार नचले। आफ्नै पार्टीका सहपाठीहरूलाई चिन्दैनन्, आफ्नो स्वार्थ अनुसार नचले। लाग्दैन उनलाई ऐन कानुन, छुँदैन संविधानका धाराहरूले। रातारात परिवर्तित हुन्छन् कानुनका हरफहरू, यदि उनको इच्छा अनुरूप दाल नगले।